सबै मानिसको जीवनमा कसैले मेरो पहिलो प्रेम छैन भन्यो भने लगभग त्यो झुट हुन्छ हो। कुनै न कुनै व्यक्तिसँग मान्छेको प्रेम बसेको हुन्छ हो। भलै त्यो प्रेम पहिलो प्रेम चाहिँ अक्सर सफल हुँदैन, पहिलो प्रेम अक्सर सफल हुँदैन, थोरै मान्छेको मात्रै सफल हुन्छ, तर सबै मानिसको चाहिँ पहिलो प्रेम हुन्छ। अब पहिलो प्रेम चाहिँ विशेष हुन्छ है, फेरि ध्यान दिनुहोस् हो। यदि तपाईहरु लभ पढ्नु भएको छ, कसैसँग प्रेममा पढ्नु भएको छ भने तपाईलाई त्यसको अनुभव पनि छ, अनुभव छ हो। पहिलो प्रेम चाहिँ विशेष हुन्छ, गहिरो हुन्छ, यादगार हुन्छ। कति मान्छे पहिलो प्रेम बिर्सिन नसकेर आफूलाई काट्ने, चोट पुर्याउने, दुनिया गर्ने, ड्रग्स खाने सम्म हुन्छ। किन त? पहिलो प्रेम चाहिँ विशेष हुन्छ, यादगार हुन्छ हो। पहिलो अनुभव हो नि त, त्योभन्दा अगाडि कुनै प्रेमको अनुभव हुँदैन। अनि त्यो एउटा जवानी अवस्थामा पनि गरिने प्रेम हुन्छ। त्यसकारण पहिलो प्रेम चाहिँ एकदमै विशेष हुन्छ, गहिरो हुन्छ र यादगार हुन्छ। मलाई अहिले पनि सम्झना आउँछ, मलाई कुनै केटीले प्रेम गर्थिन् अनि मलाई हेर्नको निम्ति यस्तो पर्खाललाई पाल पारेर मलाई बिहान बेलुका जहिले हेर्नको लागि त्यो पाल बनाएर मलाई हेर्थे। मलाई अहिले पनि याद छ, उसँग मेरो विवाह भएन हैन, आज ऊ कहाँ छिन् मलाई थाहा छैन हो। यसरी जीवनको कालखण्डमा हामीले कसैलाई मन पराउन सक्छौं र कसैले हामीलाई मन पराउन सक्छन् हो। हामी कसैलाई प्रेम गर्न सक्छौं भने कसैले हामीलाई प्रेम गर्न सक्छन्, तर पहिलो प्रेम चाहिँ जहिले पनि सफल हुन्छ भन्ने चाहिँ छैन हो। म पनि कुनै केटीप्रति आकर्षित भएको थियो, त्यस्तो गहिरो प्रेम भएन होला, तर पहिलो प्रेममा थियो तर सफल भएन। धेरै जना मानिसको पहिलो प्रेम सफल हुँदैन, तैपनि पहिलो प्रेमको अनुभव जो मान्छे प्रेममा परेको छ त्यो चाहिँ यादगार हुन्छ, त्यो चाहिँ सम्झना लायक हुन्छ, त्यो चाहिँ गहिरो हुन्छ र विशेष प्रकारको हुन्छ। जब हामीले पहिलो पटक, याद गर्नु है, जब हामीले पहिलो पटक कसैलाई साँच्चीकै प्रेम गर्छौं तब हाम्रो मनमा के हुन्छ भने अनौठो उत्साह हुन्छ। भएको छ तपाईहरुलाई? भएको छ हैन? तपाईहरुले प्रेम नै गर्नु भएको छैन? त्यो पहिलो प्रेम तपाईको श्रीमानसँग हुन्छ, यो होइन कि कुनै अर्कै व्यक्तिसँगै हुनुपर्छ। अर्को व्यक्तिसँग नै भएको हुन सक्छ, सफल नभएको हुन सक्छ, तर सबैको एउटा सम्झना छ नि त, यादगार छ नि त। कुनै न कुनै व्यक्तिसँग हामीले प्रेम गरेका छौं नि, छैनौ र? हो। यो चाहिँ एक प्रकारको एउटा उत्साह हाम्रो जीवनमा आउँछ, एक प्रकारको हाम्रो जीवनमा उमङ्ग आउँछ, समर्पणको भावना आउँछ कि आउँदैन? हो। पहिलो प्रेम चाहिँ अरू प्रेम भन्दा विशेष हुन्छ। हामी देख्छौं नि पहिलो प्रेममा परेका गहिरो प्रेममा परेका मानिसहरू आमा बुवाले स्वीकार नगर्दा, जातीय भेदभावको कारणले समाजले स्वीकार नगर्दा कति मानिसहरू पागलपन्थी भएर आफ्नै जीवनलाई चाहिँ समाप्त पनि पारेको छ हो कि हैन भन्नु त? यो कति गहिरो प्रेम त। तर त्यो गलत चाहिँ हो, तर उनीहरू एक किसिमले प्रेममा अन्धो भयो हो। आत्महत्या गर्नु राम्रो होइन, यस समाजमा लड्नुपर्छ, आफ्नो प्रेम सही छ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। तर कति मानिसले नसकेर आत्महत्या समेत गर्छ। तर त्यो चाहिँ के हो त? एउटा प्रेममा के भएको हुन्छ त? प्रेममा एकदमै गहिरो रूपमा डुबेको हुन्छ हो। अब पहिलो प्रेमको चारवटा विशेषताहरू मैले राखेको छु, हेर्नुहोस् है तपाईहरुले। पहिलो प्रेमको चारवटा विशेषताहरू राखेको छु। एक के छ? खोइ, एक शुद्धता हो, दुई उत्साह, तीन समर्पण र चार समय है। अघि मैले भने नि, यदि हामी कुनै मानिसको प्रेममा पर्यो भने हाम्रो जीवनमा एउटा बेग्लै उत्साह र उमङ्ग हुन्छ भनेर मैले भनेको थिएँ नि हो। पहिलो प्रेमको चारवटा विशेषताहरू मैले राखेको छु। शुद्धता, पहिलो प्रेम निस्वार्थ हुन्छ। कस्तो हुन्छ? निस्वार्थ हुन्छ। पहिलो प्रेम स्वच्छ वा शुद्धता हुन्छ, साँचो माया भन्छ नि हो। पहिलो प्रेम चाहिँ स्वच्छ र वास्तविक पनि हुन्छ। हेर्नुहोस् है, त्यसकारण पहिलो प्रेमको विशेषतामा मैले शुद्धता राखेँ अथवा साँचो, प्योर हो, स्वच्छ हो। पहिलो प्रेममा जब हामी पर्छौं उसलाई हामीले कुनै पनि वरपरको कुरा नहेरेर साँचो रूपमा प्रेम गरेका हुन्छौं। दुई नम्बरमा के छ? उत्साह। प्रेम गर्ने बित्तिकै हाम्रो जीवनमा एउटा नयाँ शक्ति आउँछ, नयाँ ऊर्जा आउँछ। त्यसले हामीलाई खूब जोसिलो बनाउँछ। के बनाउँछ?
जोसिलो बनाउँछ र जेसुकै गर्न सक्छु भन्ने हाम्रो जीवनमा त्यो ऊर्जा आउँछ, त्यो आँट आउँछ। तपाईँहरूलाई आएको थियो? परेन है क्या तपाईँहरूको? ल परेन? ए तपाईँलाई आएको थियो? मेरो थट्स नै हराउँछ नि। भयो? ओके, हुन्छ, धन्यवाद। उत्साहको बारेमा म तपाईँहरूलाई बताइरहेको छु। उत्साह चाहिँ पहिलो प्रेमको विशेषता मध्येको एउटा विशेषता हो। प्रेममा पर्ने बित्तिकै, पहिलो प्रेममा पर्ने बित्तिकै हाम्रो जीवनमा एउटा नयाँ ऊर्जा आउँछ। त्यसले हामीलाई खुब जोसिलो बनाउँछ, हो कि भन्नु त? खुब आँटिलो बनाउँछ। आमा बुवाले स्वीकार गरेन भने पनि उभिने आँट गर्छ। कहिले बुवासँग आमासँग आँखा जुदाएर बोल्न नसक्ने छोरा अथवा छोरी अब पहिलो प्रेममा परेपछि अब के हुन्छ? उसले भन्न थाल्छ आमा बुवासँग, म त्यो केटासँग प्रेम गर्छु, म त्यो केटीसँग प्रेम गर्छु। नाइ आमा, मलाई त्यही केटी चाहिन्छ। हेर्नु त कत्रो आँट आउँछ अब। हो, प्रेमले हाम्रो जीवनमा एउटा बेग्लै उत्साह दिन्छ, जोसिलो बनाउँछ र जेसुकै गर्न सक्छौ भन्ने आँटिलो त्यो आँट हामीलाई उत्पन्न गराउँछ। हो, यो एउटा विशेषता हो पहिलो प्रेमको। अर्को के छ? समर्पण। प्रेममा परेपछि हामीले अरू कुनै पनि कुराको चिन्ता नगरी के गर्छौँ त? आफ्नो प्रिय व्यक्तिलाई आफ्नो समय समर्पण गर्छौँ। हो, सबै कुरा हामीले समर्पण गर्छौँ। आफ्नो प्रिय व्यक्तिलाई हामीले पहिलो प्राथमिकता दिन्छौँ कि दिँदैनौँ? हो, दिन्छौँ नि। लभ पर्ने मान्छेहरूले के गर्छन्? बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला कसलाई हेर्छ? भन्नुहोस् त। प्रेमिका त सँगै हुँदैन, कसरी हेर्ने? बिहे गरेको छैन? सबभन्दा पहिला मोबाइल हेर्छ, मेसेज पठायो कि पठाएन, के लेखेछ, होइन? याद त प्रेमिकाको आउँछ, याद आएर के सबभन्दा पहिला मोबाइल हेर्छ, मेसेज हेर्छ, के मेसेज पठाएछ मलाई। राति सुत्नुभन्दा अगाडि पनि अन्तिमचोटि पनि हो के हेर्छ? मेसेज गरिरहेको हुन्छ। हो, आई लभ यू, गुड नाइट, कति राम्रो, हो कि भन्नुहोस् त? यो साँचो कुरा हो। त यति धेरै समय दिन्छ, हो, यति धेरै आफूले के गर्छ त? समर्पण गर्छ। अरू कुराहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राख्दैन। आफूले माया गरेको व्यक्ति चाहिँ पहिलो प्राथमिकतामा हुन्छ। घरकै व्यक्ति पहिलो प्राथमिकतामा हुँदैन, तर आफूले प्रेम गरेको व्यक्तिलाई चाहिँ पहिलो प्राथमिकतामा राखेको हुन्छ, हो कि होइन भन्नु त? अनि के गर्छ? कहिले नछुट्ने बाचा कतै गएर सँगै बसेर कुराकानी गर्यो भने, हो, अनि छुटेर आयो भने फेरि भेटौँ लाग्छ। फेरि भेट्न पाए हुन्थ्यो, फेरि हेर्न पाए हुन्थ्यो, फेरि बोल्न पाए हुन्थ्यो, फेरि चुन्न पाए हुन्थ्यो। हुँदै हुँदैन प्रेममा। प्रेममा त्यस्तो हुन्छ। कति नयाँलाई अब कति प्रेममा परेको छैन, तपाईँहरूलाई एउटा उदाहरण जस्तो पनि भयो, होइन? तपाईँहरूले अनुभव गर्नुहुन्छ जसले पहिलो प्रेमको अनुभव गरेको छैन। यसरी कहिले नछुट्ने बाचा गर्छ, हो, खुसी दिने बाचा गर्छ। त्यसको लागि जस्तो सुकै कदम चाल्न तयार हुन्छौँ भन्ने बाचा गरेका हुन्छौँ हामीले पहिलो प्रेममा परेको व्यक्तिले। हो, यसरी चाहिँ के हुन्छ त? उसले आफ्नो सबै कुरा आफ्नो प्रेमी वा प्रेमिकालाई के गर्छन्? समर्पण गर्छ। हो, समर्पण गरेर ऊ नै पहिलो, ऊ नै सब थोक भन्ने हिसाबले चाहिँ उसलाई चाहिँ के गर्छौँ त? समय, सबै कुरा समर्पण गरेको हुन्छ। अब अन्तिममा छ समय। हो, समय। भर्खर प्रेममा पर्दा हामीले आफ्नो प्रेमी वा प्रेमिकासँग धेरै समय बिताउन चाहन्छौँ। धेरै। म पनि त्यस्तै वान साइडेड लभ भन्छ, एकहोरो प्रेम, दोहोरो हुन सकेर त्यस्तो धेरै गहिरो त्यस्तो कुराहरू धेरै थिए। त्यो प्रेममा कहिले त्यसलाई हेर्न पाऊँ जस्तो लाग्छ, कहिले बोल्न पाऊँ जस्तो लाग्छ। फेरि सानै उमेरमा अलि टिनेजर भर्खरै सकिन थालेको बेलामा बोल्न नसक्ने, आँट नआउने, हो, अनुभव छैन नि त। अहिले जस्तो यति एडभान्स पनि भएको थिएन। अहिले त सानैदेखि उनीहरूले साथी बनाएर बोलिरहेको हुन्छ। पहिले त केटी देख्ने बित्तिकै हामी लजाउँथ्यौँ, बोल्नै नसक्ने। कति केटी मान्छेहरू पछि लाग्थ्यो बोल्नै नसक्ने। तर म पनि त्यसरी प्रेममा पर्दाखेरि कहिले भेट्ने, कहिले बोल्ने जस्तो लाग्थ्यो, बोल्न चाहिँ नसक्ने। हो, तर जतिखेर नि हेरौँ लाग्ने, भेट्न पाऊँ जस्तो लाग्ने यस्तो समय हुन्थ्यो कि। त उसको लागि कहिले कति समय म छुट्याउन सक्छु भन्ने मनमा आउँथ्यो र छुटेपछि चाहिँ अथवा देख्न पाएन भने चाहिँ मनमा एक प्रकारको छटपटी हुन्थ्यो। तर जतिखेर पनि उसँग बसिरहन मन लाग्ने, हेरिरहन मन लाग्ने। यो चाहिँ पहिलो प्रेमको विशेषताहरू। पहिलो प्रेमको विशेषताहरू मैले कतिवटा बताएँ? 4 वटा। हो हो हो
अहिले त मान्छेहरू भेट्न पनि सजिलो छ, समाजले पनि केही भन्दैन। एउटा छोरा मान्छे छोरी मान्छे भेटिहाल्यो, सँगै कतै बसिरहेको छ भने पनि, खुल्ला स्थानमा बसे पनि केही नराम्रो छैन। हाम्रो समयमा त्यति एडभान्स थिएन हो। त हामीले चाहिँ पहिलो प्रेममा परेपछि हामीले यसरी हाम्रो जीवनमा बेग्लै ऊर्जा, बेग्लै जोस जाँगर आउँछ र आफ्नो प्रेमी वा प्रेमिकालाई चाहिँ हामीले बढी समय दिने, समर्पण गर्ने, पहिलो प्राथमिकतामा राख्ने हामी गर्छौँ। हामी त्यस्तो गर्छौँ। यो भयो हाम्रो जीवनमा, हामी सबैको जीवनमा भएको पहिलो प्रेमको अनुभव है। तपाईहरु ध्यान दिँदै हुनुहुन्छ? अब यस्तै पहिलो प्रेमको महत्त्व चाहिँ के हुन्छ त हो? पहिलो प्रेमले हाम्रो जीवनमा ठुलो प्रभाव पार्छ। हेर्नुस् है, यसले हाम्रो जीवनमा भावनात्मक के गर्छ त? परिपक्वता ल्याउँछ। भलै मानिसहरूले आफ्नो पहिलो प्रेम प्राय जस्तो सफल हुँदैन, बनाउन सक्दैन, तैपनि त्यो पहिलो प्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँछ। अब त्यो मान्छेसँग प्रेम सफल भएन, छुटिहाल्यो, आफ्नो बाटो भयो होइन, एकअर्काले सायद व्यक्त पनि गर्न सकेन, अथवा परिवारले स्वीकारेन, अथवा समयले अलग भयो, तर अर्को व्यक्तिसँग जब प्रेममा पर्छ हामीलाई अनुभव भइसकेको हुन्छ हो। यसले हामीलाई चाहिँ परिपक्व बनाइसकेको हुन्छ र हामीलाई साँचो प्रेमको अर्थ बुझाउन मद्दत गर्छ। अक्सर धेरैको जीवनमा पहिलो प्रेम सफल भएको हुँदैन, मैले बार भनिरहेको छु, तापनि यसले तिनीहरूलाई अझै परिपक्व बनाउँछ अर्को प्रेम सफल बनाउनको लागि हो। त्यसकारण पहिलो प्रेम चाहिँ एकदमै विशेष हुन्छ। भलै सफल नभए पनि त्यो विशेष हुन्छ, त्यसले धेरै पाठ सिकाइसकेको हुन्छ हो र त्यसले हामीलाई परिपक्व बनाउँछ। त्यसकारण पहिलो प्रेम एक अमूल्य अनुभूति हो, एकदम अमूल्य हुन्छ त्यो क्षण। कति मान्छेले पहिलो प्रेममा परेर लेखेको नामहरू जीवनभर हुन्छ हो, अमूल्य हुन्छ। यस्तै यो पहिलो प्रेमले चाहिँ हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। यो चाहिँ हामीले कुनै व्यक्तिलाई गरिने प्रेमको बारेमा म कुरा गर्न गइरहेको छु। यो चाहिँ आजको वचनको एउटा परिचय मात्र हो। म यो प्रेम सिकाउन आइरहेको छैन तपाईहरुलाई, संसारिक प्रेम। यस्तै परमेश्वरसँग पनि हाम्रो प्रेम हुन्छ कि हुँदैन? यस्तै हामी ईसाईको जीवनमा पनि पहिलो प्रेम भन्ने हुन्छ कि हुँदैन? हो, पहिलो प्रेम भन्ने हुन्छ हामी ईसाईहरूको जीवनमा। त के तपाईहरुको जीवनमा, ईसाई जीवनमा पहिलो प्रेम भएको छ? कोसँग? येशू ख्रीष्टसँग तपाईहरुले प्रेम गर्नुभएको छ। परमेश्वरले तपाईहरुलाई आशिष दिनुभएको होस्। येशूसँगको हाम्रो पहिलो प्रेम कस्तो थियो त? अब हेर्नुपर्छ त्यो प्रेम अहिले छ कि छैन, अहिले जाँच्नुपर्छ। बुझ्नुभयो? तपाईँ श्रीमान श्रीमती हुनुभयो, बिहे गर्नुभन्दा अगाडि तपाईहरु कति बोल्नुहुन्थ्यो, कति मिठो मिठो कुरा गर्नुहुन्थ्यो, कति राम्रो कुरा लगेर दिनुहुन्थ्यो। आज के गर्दै हुनुहुन्छ? त्यो प्रेम छ कि छैन? घरमा छोराछोरी भएपछि भन्नाङ मुन्नुङ भएपछि लडाई गरिरहेको छ कि कोही प्रेम? आज हामी जाँच्नेछौँ विवाह अगाडि बाँधेको कुराहरू, मिठो कुराहरू कहाँ गए? आज हामी जाँच्नेछौँ पहिलो प्रेम हो। तर म ईसाई जीवनको पहिलो प्रेममा ल्याउँदैछु तपाईहरुलाई। अब बुझ्नुभयो? येशूसँग पनि हाम्रो पहिलो प्रेम हुन्छ। येशूसँग पनि हाम्रो पहिलो प्रेम हुन्छ। जब हामीले येशूलाई पहिलो पटक चिन्दछौँ, हामी उहाँलाई के गर्छौँ? गहिरो प्रेम गर्छौँ हो। त्यसैले धेरै मानिसहरूले आफ्नो प्रारम्भिक ईसाई जीवनमा उत्साहका साथ येशूलाई पछ्याउँछन्। अघि हामीले हेरेको थियौँ नि, बेग्लै उत्साह। जब मान्छेले येशूलाई पहिलोचोटि चिन्छ र प्रेम गर्छ, त्यो मान्छेमा बेग्लै ऊर्जा हुन्छ, उत्साह हुन्छ हो। येशूको लागि जे पनि गर्न तयार हुने हुन्छ कि हुँदैन? तर बिस्तारै चर्चमा भएपछि सब निदाउने मात्रै हुन्छ हो, संगति नजाने हुन्छ हो। के भएको त त्यो? पहिलो प्रेम हराएको हो। येशूसँगको हामी सबैको केही न केही अनुभव हुनुपर्छ पहिलो प्रेमको। उनीहरू के गर्छन्? प्रार्थनामा समय बिताउँछन् हो। येशूसँग समय बिताउँछन्। जसरी एउटा छोरा मान्छे वा छोरी मान्छेले प्रेममा परेर प्रेम गर्छ, उसले समय बिताउँछ, त्यस्तै येशूसँग यदि तपाईको प्रेम परेको छ भने के गर्छ त? येशूसँग तपाईले प्रार्थनामा समय बिताउनुहुन्छ, परमेश्वरको वचन अध्ययन गर्नुहुन्छ, अनि सेवामा भाग लिनुहुन्छ, अनि क्रिस्चियन जीवनको आनन्द तपाईले लिएर तपाई दिन प्रतिदिन येशूसँग रमाइरहनु भएको हुन्छ उहाँको प्रेममा। आमेन।
यो चाहिँ परमेश्वरको के हो त? परमेश्वरसँगको हाम्रो प्रेम हो, पहिलो प्रेम। येशूसँगको हाम्रो पहिलो प्रेम हो। तर दुःखको कुरा चाहिँ यो छ कि, ध्यान दिनु है, तर दुःखको कुरा चाहिँ यो छ कि धेरैजनाको जसरी पहिलो प्रेम सफल हुँदैन, त्यसरी नै ईसाई जीवनमा पनि येशूसँगको पहिलो प्रेम धेरैजनाको सफल भइरहेको छैन। त्यसकारण धेरैजनाले येशूलाई छोड्छन्, धेरैजनाले त्यो पहिलो प्रेम समाति राख्दैन, येशूलाई नछोडे पनि संगतिहरू छोड्छन् हो, चर्चमा आउन अल्छी गर्छन्। बाइबल चाहिँ हप्तामा एक पटक चर्चमा आउने बेला मात्रै धुलो टकटकाएर घरमा आउँछन्। कोही प्रेम त्यो हराएको हुन्छ, हो कि न भन्नु त? हो। समय बित्दै जाँदा त्यो पहिलो प्रेम, येशूसँगको पहिलो प्रेम चिसिन सक्छ। त्यो पहिलो प्रेम, त्यो प्रेमको आगो, भदभदी पोल्ने आगो, येशूको लागि म के गर्ने, येशू कस्तो प्यारो हुनुहुन्छ, उहाँले मलाई बचाउनु भयो, यो कुरा अरूलाई सुनाउनु पर्छ। त्यो जोस जाँगर, त्यो प्रेमको आगो त्यो सेलाएर जान्छ, त्यो उत्साह बिस्तारै हराउँदै जान्छ, हो कि होइन भन्नु त? यहाँ कतिजना म भन्दा कति वर्ष अगाडिदेखि क्रिस्चियन हुनुहुन्छ, हुनुहुन्छ कि हुनुहुन्न? कतिजना हुनुहुन्छ जस्तो लाग्छ मलाई। तैपनि त्यो जोस जाँगर, त्यो पहिलो प्रेम हामीले बोकिराख्न सकेका हुँदैनौँ। त्यो आज म तपाईँ हामी सबैको त्यो पहिलो प्रेम, येशूसँगको पहिलो प्रेम हामीले फेरि फिर्ता पाउनुपर्छ भन्ने कुरा म तपाईँहरूको माझमा राख्न चाहिरहेको छु। यदि तपाईँहरूले गुमाउनु भएको छ भने, येशूसँगको पहिलो प्रेम तपाईँहरूले गुमाउनु भएको छ भने त्यो फिर्ता पाउनुपर्छ। हाम्रो जीवनमा पहिलो प्रेमलाई हामीले जोगाइराख्न आवश्यक छ। कोसँगको पहिलो प्रेम? येशूसँगको, परमेश्वरसँगको पहिलो प्रेम हामीले जोगाइराख्न आवश्यक छ। चाहे त्यो मानवीय प्रेम पनि होस् अथवा त्यो ईश्वरीय प्रेम, येशूसँग गरिने प्रेम पनि होस्, हामीले पहिलो प्रेम, परमेश्वर प्रतिको हाम्रो प्रेमलाई हामीले जोगाइराख्न सक्नुपर्छ। यदि तपाईहरूले पनि येशूसँगको पहिलो प्रेम गुमाउनु भएको छ भने त्यसलाई आजै तपाईहरूले फर्काउनु पर्छ, येशूसँगको पहिलो प्रेममा आउनुपर्छ। त्यसैले आउनुहोस् आज हामीले एफिससको मण्डलीलाई हो येशूले दिनुभएको चेतावनीलाई हेरौँ। एफिससको मण्डलीलाई येशू प्रभुले दिनुभएको चेतावनीलाई हेरौँ र त्यसलाई बुझौँ कि कसरी हामीले आफ्नो पहिलो प्रेम फर्काउन सक्छौँ। अघि हामीले प्रकाशको पुस्तक 2 अध्यायको 1 र 2 अध्यायको हामीले 4 र 5 पद पढेका थियौँ। अहिले हामी 2 अध्यायको 1 देखि 3 पद हामी पढ्नेछौँ। कसले पढ्नुहुन्छ? प्रकाशको पुस्तक 2 अध्यायको 1 देखि 3। ल मै पढ्छु है त। येशू प्रभुले यहाँ भन्दै हुनुहुन्छ, एफिससका मण्डलीका दूतलाई यो लेख, यी कुरा 7वटा तारा आफ्नो दाहिने हातमा लिने र 7वटा सुनका सामदानका बीचमा हिँड्नेले भन्दछन्। 2, तिम्रा कामहरू, तिम्रा परिश्रम र सहनशीलता मलाई थाहा छ र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ, तर तिनीहरू जसले प्रेरित हुँ त भन्छन् तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झुट्टा भेटाएका छौ भनी म जान्दछु। 3 पद, म जान्दछु तिमीहरूले धैर्यपूर्वक सहेका छौ र मेरो नाउँको खातिर कष्ट भोगेका छौ अनि तिमीहरू थकित भएका छैनौ। यहाँ येशू प्रभुले एफिससको मण्डलीले दिनुभएको सन्देशमा सबभन्दा पहिले येशू प्रभुले प्रकाश पुस्तक 2 अध्यायको 1 देखि 3 पदमा के भन्नुभयो? एफिससको मण्डलीलाई के भन्नुभयो? सुन्नु भएन तपाईहरुले? के भन्नुभयो? तिनीहरूको, एफिससको मण्डलीको तारिफ गर्नुभयो। हो, मलाई थाहा छ तिमीहरूको परिश्रम, तिमीहरूको मेहनत, तिमीहरूको सहनशीलता, तिमीहरूले खराब कुरालाई सहँदैनौ, तर तिमीहरूले दुःख सबै कुरा सहेका छौ, मेरो निम्ति सहेका छौ। हो, येशूले सबभन्दा पहिला एफिससको मण्डलीलाई के भन्नुभयो त? तिनीहरूको राम्रो राम्रो असल गुणहरूको प्रशंसा गर्नुभयो। वाह मेरो प्रेमी, तिमी कति राम्री, तिमीले मेरो लागि दुःख भोगेका छौ, तिमीले मसँग कुरा गरेका छौ, तिमीले मसँग समय बिताएका छौ। यस्तै येशूले चाहिँ एफिससको मण्डलीलाई चाहिँ उनीहरूको असल असल गुणको तारिफ गर्नुभयो, प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो उनीहरू मेहनती थिए। हो, हामीले पढ्यौँ भर्खर, उनीहरू मेहनती थिए, परिश्रमी थिए भनेर, मेहनती थिए, उनीहरूले कष्ट सहन सक्थे।
प्रेरितहरूको मण्डलीमा धेरै सतावट आएको थियो। त्यो सतावटलाई तिनीहरूले सहेका थिए। तिनीहरूले झुटो शिक्षाहरूको के गर्थे? विरोध गर्थे। त्यहाँ भनेको छ नि त, तिमीहरूले खराब कुरालाई सहन सक्दैनथ्यो। हो, यो असल गुणहरूको येशूले तारिफ गर्नुभयो। कसको? एफिससको मण्डलीको। हो हो, एफिससको मण्डलीको परमेश्वरले येशू ख्रीष्टले तारिफ गर्नुभयो। कति राम्रो कुरा हैन? परमेश्वरले सिम्पानी सेभेन्थ डे एडभेन्टिस्ट चर्चको यसरी नै तारिफ गर्नुभएको होस्। चाहनुहुन्छ? आमेन। थोरै आमेन हो हैन? यसरी नै सिम्पानी सेभेन्थ डे एडभेन्टिस्ट चर्चको येशूले तारिफ गर्नुभएको होस्। आमेन। के तपाईहरु मेहनती हुनुहुन्छ? उहाँले तारिफ गर्नुहुन्छ। के तपाईहरुले कष्ट सहनु भएको छ? दुःख कष्ट मान्छेको आरोप? तब मात्र येशूले तपाईको प्रशंसा गर्नुहुन्छ। के तपाईहरुले झुटो शिक्षाहरूलाई विरोध गर्नुहुन्छ? सहन सक्नुहुन्न? तपाईहरुले विद्रोह त्यसको लागि तपाईहरुले विरोध गर्नुहुन्छ भने येशूले तपाईको तारिफ गर्नुहुन्छ। हो हो, तर कुरा आयो है फेरि। तर एफिससको मण्डलीको सन्देश यतिमा सीमित छैन। येशूले अगाडि भन्नुभएको छ। येशूले एफिससको मण्डलीमा भएको गम्भीर समस्या ल्याउनु भयो। के समस्या? धन्यवाद, एकजनाले सुन्नुभएछ। येशू ख्रीष्टले एफिससको मण्डलीको राम्रो राम्रो कुराहरूको प्रशंसा मात्र गर्नु भएन। प्रशंसा त गर्नुभयो, तर एफिससको मण्डलीमा भएको गम्भीर समस्या उहाँले पत्ता लगाउनु भयो। सेभेन्थ डे एडभेन्टिस्ट सिम्पानी चर्चको पनि गम्भीर समस्या येशूले पत्ता लगाउनु भएको होस् र हामीले त्यो थाहा पाउन सकौं र त्यो समस्या हटाउन पाऊँ। आमेन। येशूले एफिससको मण्डलीको विश्वासीहरूको गम्भीर समस्या औल्याउनु भयो र येशूले एफिससको मण्डलीलाई भन्नुभयो। के भन्नुभयो? हामी 3, 4 र 5 पद पढ्नेछौँ। के भन्नुभयो? अघि हामीले पढेको पद, भक्तले छानेको पद। तर यहाँ हेर्नुस् ल, तपाईहरुले बाइबल पनि हेर्नुस्। तर तिम्रा विरुद्धमा मसित यो कुरा छ। ओहो, अघि चाहिँ कति तारिफ गर्नुभयो, तर येशूले भन्नुभयो तर तिम्रो विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम। येशू कति दुखी हुनुभयो होला है? पहिला ल पढ्दाखेरि, प्रेममा पढ्दाखेरि येशू कति खुसी हुनुभयो होला। हो, येशूको महिमा प्रशंसा गर्दै, भजन स्तुति गर्दै, दुनिया मानिसहरूलाई सुनाउँदै हिँड्दा। तर येशूले तिनीहरूको त्यो सबै कुराको तारिफ गर्नुभयो, तर समस्या पनि पत्ता लगाउनु भयो। तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। के आज कोही हुनुहुन्छ यहाँ येशूसँगको त्यो पहिलो प्रेम त्याग्नु भएको? आज हामीले जाँच्नुपर्छ। यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका कामहरू गर, नत्र त म तिमी कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रा सामदान त्यसको ठाउँबाट हटाउने छु। कस्तो गम्भीर कुरा। उनीहरू बाहिरबाट हेर्दा धार्मिक देखिन्थे, तर हृदयमा चाहिँ पहिलो प्रेमको के भएको थियो? अभाव भइसकेको थियो। येशूसँगको त्यो प्रेम छ, पहिलो प्रेम अब बिस्तारै सेलाइसकेको थियो। सेवामा तिनीहरू आउँथे, संगतिमा सक्रिय थिए, तर प्रेममा भने तिनीहरू के थिए? चिसिएका थिए है। तपाईहरु सुन्दै गर्नुस् है। प्रेममा चाहिँ तिनीहरू चिसिसकेका थिए। चर्च त आउँथे, तर येशूसँगको प्रेममा चाहिँ तिनीहरू चिसिसकेका थिए। जस्तो आज कैयौं ईसाईहरूले येशूसँगको पहिलो प्रेम चाहिँ त्यागिसकेका हुन्छन् र त्यो प्रेममा तिनीहरू चिसो भइसकेका हुन्छन्। कोही विश्वास भनेर अनुमानको भरमा, काम बिनाको विश्वासमा हिँडिरहेका छन् भने केही मानिसहरू चाहिँ झुटो आशामा बाँचिरहेका हुन्छन्। कोही सेवकाईलाई नै जीवन निर्वाह गर्ने विभिन्न कुराहरू माध्यम ठानिरहेका हुन्छन् भने कोही चाहिँ सेवकाईमा आउनै मन नलाग्ने, संगति नै नआउने गरिरहेका हुन्छन्। विभिन्न चर्चहरूमा हामीले देख्छौँ। यो चाहिँ पहिलो प्रेम हराएको, येशूसँगको पहिलो प्रेम हराइसकेको। यदि हामी त्यस्तो छौँ भने येशूले हामीलाई पहिलो प्रेम फर्काओ भनेर भन्नुभएको छ। त्यो पहिलो प्रेम भनेको के हो? सुन्नुहोस् है, येशूसँगको त्यो पहिलो प्रेम भनेको के हो? पहिलो प्रेम भनेको परमेश्वर प्रतिको गहिरो प्रेम र समर्पण। अघि मैले देखाएको थिएँ नि, जब येशूलाई चिन्दा त्यो प्रेम, त्यो उत्साह, त्यो जोश जाँगर, त्यो समर्पण हो। त्यो पहिलो प्रेम चाहिँ
तिमीहरूले त्यागिसकेका छौ भनेर येशूले एफिससको मण्डलीलाई भन्नुभयो। येशूलाई सबैभन्दा पहिले वा माथि, सबैभन्दा माथि राख्ने मानसिकता वा हाम्रो विचार के तपाईँले आज आफ्नो श्रीमान वा श्रीमती भन्दा, छोरा वा छोरी भन्दा येशूलाई पहिलो ठाउँमा राख्नुहुन्छ? आज तपाईँले कामलाई भन्दा येशूलाई पहिलो स्थानमा राख्नुहुन्छ? यदि राख्नुहुन्न भने तपाईँको प्रेम सायद साँचो छैन, सायद तपाईँ प्रेममा सेलाउनु भएको छ, पहिलो प्रेम त्याग्नु भएको छ। हो, जब हामी लपड्छौँ आफ्नो प्रिय व्यक्तिलाई पहिलो स्थान दिन्छौँ, त्यस्तै येशू चाहनुहुन्छ। पहिलो प्रेम भनेको के हो? येशूलाई सबैभन्दा माथि राख्ने, पहिलो स्थानमा राख्ने हाम्रो विचार, त्यो येशूले चाहनुहुन्छ। आज त्यो फर्काऊ भनिरहनु भएको छ। पहिलो प्रेम भनेको प्रार्थनामा बिताएको समय। जब तपाईँ दुःखमा हुनुहुन्थ्यो, कष्टमा हुनुहुन्थ्यो, हार गुहार दुनियाँ ठाउँ जानुभयो, काहीँ ठिक भएन, तपाईँलाई कसैले सुसमाचार गर्नुभयो, चर्चमा आउनुहोस्, येशूमा आउनुहोस्, विश्वास गर्नु, ठिक हुन्छ, तपाईँले विश्वास गर्नुभयो, ठिक हुनुभयो, बप्तिस्मा लिनुभयो, पछि छोडेर जाने कोही प्रेम? येशू भन्नुहुन्छ पहिलो प्रेम भनेको प्रार्थनामा बिताएको समय। मलाई देऊ फेरि, तिमीले छोडेर गइसक्यो, तिमी त चर्चमा त आउँछौ तर त्यो प्रेम मसँग छैन। वचनको गहिराईमा डुब्ने, अध्ययन गर्ने, सिक्दै जाने, त्यो प्रेम खोइ। सेवामा उत्साह, सङ्गतिमा, मेरो घरमा सङ्गति गर्ने, पास्टर आउनुहोस्, यो दिन गर्ने, सबैलाई बोलाउने, सङ्गतिमा बोलाउने, केही खानपिन गर्ने, सक्यो भने नभए मिठो कुराकानी गर्ने, त्यो सङ्गति, त्यो भेटघाट 2-4 वर्ष भएपछि चिसिँदै त्यो बाइबल पनि हप्तामा एकचोटि टकटकाउने। त्यस्तालाई येशूले के भन्नुहुन्छ अरे? तिमीले पहिलो प्रेम त्यागेका छौ। हो, तिमीले पहिलो प्रेम त्यागेको छौ। एफिससको मण्डलीले पहिलो प्रेम त्यागेको हुनाले येशू चिन्तित हुनुहुन्छ। तर मण्डलीले पहिलो प्रेम त्याग्नुको अर्थ भनेको के हो त? हामीले भर्खरै हेर्यौँ। इसाईहरू जब नयाँ विश्वासमा आउँछन्, उनीहरू उत्साहित हुन्छन्, जोसिलो हुन्छन् र परमेश्वरको प्रेममा गहिरोसँग डुबेका हुन्छन्। तर समय बित्दै जाँदा त्यो उत्साह कम हुन सक्छ। यो चाहिँ प्रेम कम हुँदै गएको, सेलाउँदै गएको कुराहरू। त्यो सङ्गति, त्यो सुसमाचार, त्यो बाइबल अध्ययन, त्यो प्रार्थना, सबै कुराहरू लगभग छोडिसकेको हुन्छ धेरै इसाईहरूले। तर येशूले त्यो चाहनुहुन्न। येशूले बाहिरी रूप मात्र हेर्नुहुन्न, हृदय हेर्नुहुन्छ। र त्यो जोस, त्यो प्रेम येशूले चाहनुहुन्छ। येशूले केवल ओठे, मुखले मात्रै धन्यवाद प्रभु धन्यवाद भन्ने, व्यवहारले धन्यवादी नहुने, त्यो चाहिँ येशूले चाहनुहुन्न। येशूले चाहिँ त्यो पहिलो प्रेम चाहनुहुन्छ। पहिलो प्रेम एफिससको मण्डलीले किन पहिलो प्रेम त्याग्यो र आज संसारमा भएका इसाईहरूले किन येशूसँगको पहिलो प्रेम त्यागिरहेको छ, यो कुरा आज हामीले थाहा पाउनुपर्छ। किन त्याग्छन् त पहिलो प्रेम? हामी पत्ता लगाउँ है। येशूसँगको पहिलो प्रेम हामी किन त्याग्छौँ? पहिलो प्रेम संसारको प्रभाव र व्यस्तता हो। धन, मान, यश र मनोरञ्जन जस्ता संसारका आकर्षणहरूले विश्वासीहरूलाई के गर्छ त? येशूदेखि टाढा लैजान्छ। हो, समस्या हुँदा त प्रभु प्रभु भन्यो, पास्टर आउनुहोस्, मलाई प्रार्थना गर्नु भन्यो, मलाई बोलाउनु, सङ्गतिमा म आउँछु भन्यो, सबै ठिक भएपछि येशू छैन। अब त्यो सङ्गति छैन, बाइबल अध्ययन छैन, अरू कुरा सिक्नु परेन। हो, अब उसलाई के चाहियो? फेसबुक चाहियो, विभिन्न कुराहरू चाहियो, रमाइलो कुराहरू चाहियो। फेसबुक म पनि चलाउँछु, नराम्रो होइन, तर त्यसमा समय बिताउने, येशूलाई समय नदिने हो। अनि संसारिक कुराहरूमा, आरामको कुराहरूमा, मनोरञ्जनको कुराहरूमा बढी आकर्षित भएर येशूसँग चाहिँ कम आकर्षित हुने, यो चाहिँ येशू चाहनुहुन्न। यो कुराले चाहिँ हाम्रो येशूसँगको पहिलो प्रेम चाहिँ हराउँदै जान्छ। अत्याधिक व्यस्तता, जीवनशैली, व्यस्त जीवनशैलीको कारण प्रार्थना गर्ने समय पनि नहुने। अत्याधिक व्यस्त, तपाईँ राम्रै काम गरिरहनु भएको छ, बिजनेस गरिरहनु भएको छ, तपाईँको बिजनेसले तपाईँलाई बचाउँदैन, येशूले मात्र बचाउने। अनि येशूसँगको तपाईँ प्रेम छैन, किनभने तपाईँको काम 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 छ। हो, परमेश्वरले 6 दिन दिनुभएको छ काम गर्नलाई, 1 दिन त फेरि उहाँले माग्नु भएको छ। वचन अध्ययनको समय छैन, वचन पढ्ने फुर्सदै छैन, फोन आएको आइ गर्छ, काम गरे गर्नुपर्छ। हो, र काम, परिवार, अध्ययन, सामाजिक जीवनमा अल्झिँदा आत्मिक जीवन कमजोर हुँदै जान्छ। विशेष गरी युवाहरू, यता हेर्नुहोस् त, जवान भाइ बहिनीहरू, साथीभाइ, यता घुम्न जाउँ, उता घुम्न जाउँ, यता जाउँ, उता जाउँ, पढाइ, जहिले पढाइरहन्छ, जहिले पढ्न जानुपर्छ, पढाइ येशूसँगको सम्बन्धमा छैन। बाइबल कहिले पढ्ने? पद सोध्यो भने आउँदैन, भजन सोध्यो भने आउँदैन। हो, किन त? यो पहिलो प्रेम छैन।
अथवा कतिले त पहिलो प्रेम पाएकै छैन, इसाई नै भए पनि, हो कि होइन? मैले कसैलाई दोष लाउन आइरहेको छैन, यो संसारभरिको कुरा म बताइरहेको छु। हो हो त संसारको प्रभावले पहिलो प्रेम त्यागिन्छ। हामीले संसारलाई चाहिँ प्रभाव छोड्नु पर्थ्यो, संसार चाहिँ हामीलाई हेरेर उनीहरू क्रिस्चियन हुन आउनु पर्थ्यो, तर हामी चाहिँ क्रिस्चियनहरू चाहिँ फेरि संसारतिर जाँदै गरिरहेको हुन्छौँ। र हामीसँग व्यस्त समय एकदम व्यस्त भएको कारणले पनि परमेश्वरको वचन पढ्ने, प्रार्थना गर्ने र परमेश्वरलाई समय दिने समय नहुँदा चाहिँ के हुन्छ त? पहिलो प्रेम त्याग्दै जान्छन्। हो, येशूले बिउ छर्नेको दृष्टान्तमा भन्नुभएको छ। के भन्नुभएछ येशूले? मत्ती 13:22 मा, तर यस संसारको फिक्री कसले गर्नुहुन्छ? यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई के दिन्छ? बाधा दिन्छ, अनि र त्यो फल नदिने हुन्छ। इसाई त भयो स्वर्ग नजाने, इसाई त भयो मुक्ति नपाउने, इसाई त भयो क्षमा नपाउने, चर्चमा त आयो स्वर्ग नजाने, फल नदिने भने के हो? इसाई त भयो अरू विश्वासी ल्याउन नसक्ने, इसाई त भयो अरूलाई गवाई दिन नसक्ने। हो, हामी मकैको सिजन छ, अहिले मकै रोपेर फलेन भने के गर्ने? हामी काट्दैछौँ नि, बेकार परिश्रम हो। यस संसारको फिक्री र धन सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ र त्यो फल नदिने खालको हुन्छ। त धन सम्पत्तिले एक व्यक्तिको जीवनमा परमेश्वरका गुणहरूलाई विस्तार गर्नुको सट्टा शैतानको गुणहरू विस्तार गरिरहेको हुन्छ। धन सम्पत्तिको मोहले परमेश्वरको गुणहरू होइन, शैतानको गुणहरू विस्तार भइरहेको हुन्छ। कसरी कमाउने, कसरी 2 पैसा उसलाई उ गर्ने, त्यो कुरा भावनात्मक रूपमा ल्याएको हुन्छ। तपाईँ होस् चाहे म होस्, जब हामीले त्यसलाई पहिलो प्राथमिकतामा राख्छौँ, सर्वप्रथम त तिनीहरूले के गर्छ त? धन सम्पत्ति जुन उनीहरूले कमाएको छ त्यो चाहिँ परमेश्वरले दिनुभएको हो भनेर परमेश्वरलाई महिमा दिन कन्जुसाइ गर्छन्। मैले यस्तो बिजनेस गरेँ, मैले यो बुद्धि लगाएँ, यो लगाएर मैले पाएँ। यो बाटो छेउको घर केवल उसले राम्रो गेट लाएर राम्रो इटा र बालुवा लगाएर बाँचेको होइन, परमेश्वरको सुरक्षाले बाँचेको हुन्छ। नभए त ट्रक त्यो माथि डाङ्ग हान्दिन्छ मान्छे यसरी। परमेश्वरको सुरक्षाले। र भजन सङ्ग्रह 127 ले भन्छ, परम प्रभुले नै घर बनाउनु भएन भने बनाउनु हुनेको परिश्रम व्यर्थ हुन्छ। त्यसकारण तपाईँको घरमा येशू ल्याउनुहोस्, अनि मात्र तपाईँको समस्या समाधान हुन्छ, तपाईँ घरमा शान्ति आउँछ। तपाईँले बनाउन खोजिरहनु भएको छ, भत्काउने मान्छे छ त्यहाँ शैतान। एक अर्काको कुरा मन नपर्ने, विचार नपर्ने, ल पढ्दाखेरि त कति प्यारो थियो, कहिले भेटौँ आज हराउँछ। किन? बिचमा शैतान आएको हुन्छ, स्वार्थ आएको हुन्छ। हो, त परमेश्वरलाई महिमा दिनुपर्नेमा त्यो धन सम्पत्ति, त्यो व्यापार बिजनेस गर्न सक्षम बनाउनु भएकोमा उहाँलाई महिमा दिनुपर्नेमा चाहिँ ती मानिसहरूले के गर्छन् त? यो त हाम्रो शक्तिले प्राप्त गरेको, मेरो बलले, मेरो बुद्धिले, मेरो सिपले हो भनेर सोच्छन् र यसरी आत्मा तारिफ गर्छन्। जब त्यो आत्मा तारिफ गर्छ नि, तब गलत बाटोमा हुन्छ। त्यसपछि तिनीहरूले धन सम्पत्तिलाई केवल आफ्नो स्वार्थको निम्ति मात्र प्रयोग गर्छ। हो, आत्मा तृप्ति, मनोरञ्जन। गरिबहरूले के अरे धनीहरूले, यस संसारमा धनी कम भएर मानिस गरिब भएको हुन्। यस संसारमा भएका धनीहरूले, एकजना धनीले 10 जना गरिबलाई सहयोग गरेको भए कति गरिब हट्छ नि। तर तिनीहरूको करोडौं करोड पैसा राखिरहेको हुन्छ, एउटा पैसा सहयोग गर्न सक्दैन कति ठाउँमा। हो, त तिनीहरूले आफ्नै निम्ति मात्रै प्रयोग गर्छन्। हुन त उनीहरूकै पैसा हो, हामीले के भन्नु, तर त्यस्तो हुन्छ। र यस आराम सुख विलासको निम्ति तिनीहरू प्रयोग गर्छन्। यसले चाहिँ के हुन्छ त? परमेश्वरको इच्छा पूरा हुँदैन। मानव जातिको उत्थान होस् भन्ने कुरा तिनीहरूले पूरा गरेन, आफ्नो मात्रै उत्थान हेर्यो। जब कुनै धार्मिक उद्देश्य तथा बिरामी वा कुनै मानवीय सहयोगको निम्ति पैसा सङ्कलन गर्ने क्रममा तिनीहरूको हात काँप्छन्, त्यस्तो भयो भने पनि परमेश्वरदेखि टाढा हुन्छ। तर जस्तो कुनै इसाई कार्यक्रमहरू होस्, भोज भतेर होस्, पिकनिक होस्, हो क्रिसमस होस्, त्यस्तो खानपिनमा लो यस्तो गर्ने छ भने पैसा हाल्न तयार हुन्छ फेरि खानेकुरामा, रमाइलो कुरा गर्ने कुरामा। तर सुसमाचारको यात्रामा यति पैसा लगानी गरौँ, हो कुनै दुखीलाई यति दिउँ भन्ने कुरामा कोही मानिसहरू, धनी मानिसहरू, कति धनी मानिसहरू, सबै होइन, कति धनी मानिसहरू पछि परेको हुन्छ। त्यसले चाहिँ के गर्छ त? येशूको प्रेमदेखि बिस्तारै टाढा लैजान्छ। परमेश्वरले भन्नुभएको छ, देऊ र तिमीलाई
दिनेछ। मैले 1-2 जना मान्छेलाई 2-4 हजार दिएको, मलाई येशूले 2-4 लाख दिनुभयो। खोइ आमेन भन्नुभयो? सुन्नु भएन? मैले केही व्यक्तिलाई 2-4 हजार दिएको थियो दुःखमा पर्दा, मसँग भएर नभइकन पनि दुःख देखेर। येशूले मलाई 2-4 लाख दिनुभयो। मेरो श्रीमती बिरामी हुँदा 4 लाख खर्च गयो। येशूले भन्नुहुन्छ देऊ र म तिमीलाई दिनेछु, हल्लाई हल्लाई पोखिने गरी दिनेछु। तर यो कुरा बिर्सिन्छन् जब कमाउँछ, यो गर्छ, अनि त्यो कुराले चाहिँ के हुन्छ त, येशूसँगको पहिलो प्रेम हराउँदै हराउँदै जान्छ। दोस्रो कुरा, येशूसँगको प्रेम मानिसहरूले किन त्याग्छन् त? दोस्रो नम्बर बुदा, धार्मिक विधिहरूमा मात्रै भर पर्नु। ओहो, अघि हामीले साबत स्कुलमा पढ्यौँ नि, इजरायलीहरूले खालि भेडा काट्दैमा चाहिँ मेरो पाप क्षमा भयो भने खालि पाप गर्ने, आउने भेडा काट्ने, त्यो विधिमा मात्रै भर पर्ने। यस्तै अहिलेको क्रिस्चियनहरू पनि विधिमा मात्रै भर परेका छन् धेरै, त्यसकारण पहिलो प्रेम त्याग्छन्। हो, केही मानिसहरू चर्च जान्छन्, सेवामा भाग लिन्छन्, तर हृदयबाट येशूलाई प्रेम गर्दैनन्। धर्म कर्म र नियमहरूको पालन मात्रै गर्छन्, तर येशूसँग आत्मीय सम्बन्धमा बढ्दैनन्। त्यसैले बाहिरी रूपमा इसाई जस्तो देखिए तापनि भित्री रूपमा अथवा भित्री हृदयमा कमजोर हुन्छ। हामी सेभेन्थ डे एडभेन्टिस्ट यसमा धेरै कमजोर छौँ। ह्याप्पी साबात, ह्याप्पी साबात, के छ, सब ठिक छ, ठिक छ, हो, तर येशूको प्रेममा धेरै कमजोर छ। हामी त साबत पालन गर्ने, हामी त 10 आज्ञा पालन गर्ने, हामी त बाइबल सबभन्दा जान्ने क्रिस्चियन हौ भन्छौँ, तर एकअर्कालाई सहयोग गर्ने, एकअर्कालाई भेट्ने, उचाल्ने कुरामा छैन। तछाड र मछाड छ कि छैन? हो, त यो के हो त? खालि विधिमा मात्र भर पर्ने अथवा 10 आज्ञा पालन गरेको छौँ हामीले भने साँच्चीकै त गर्दैन, ढाक मात्रै, साँच्चीकै चाहिँ गर्दैन, ढाक मात्रै हामीले पालन गरेका छौँ, त्यसले हामी स्वर्ग जान्छौँ भनिरहेको छ। विधिमा मात्र भर पर्ने, तपाईँ र मेरो यो सङ्गतिले स्वर्ग जाँदैन। तर येशूले हामीलाई मुक्ति दिनुभयो, प्रेम गर्नुभयो, हाम्रो निम्ति मर्नुभयो, त्यसकारण उहाँलाई हामी महिमा गर्न आइरहेका छौँ। त्यो हो। त यसले के हुन्छ त? धार्मिक विधिमा मात्र भर पर्यो भने मानिस स्वधर्मी हुन्छ के? मैले जानेको छु, बढी म जान्ने छु, स्वधर्मी, आफूले आफूलाई धर्मी ठहराउने। कर उठाउने र फरेसीमा हामीले हेर्छौँ नि दृष्टान्तमा, हो, फरेसीले के गर्यो? प्रार्थना गर्न जाँदाखेरि, हो, हे परमेश्वर, मैले हप्तामा 2 चोटि उपवास बस्छु, मैले यो गरेको छु, त्यो गरेको छु, म यो मान्छे जस्तो पापी छैन। अर्को त्यो कर उठाउनेलाई देखाउँदा यो जस्तो पापी होइन मैले त 2 चोटि उपवास बस्छु, मान्छेलाई दान दक्षिणा दिन्छु, अनि ऊ चाहिँ उसको पाप क्षमा भएन, ऊ चाहिँ पापी नै रह्यो। अर्को फरेसी के कर उठाउनेले के भन्यो? उसले के गरे त? परमेश्वरको प्रेम देख्यो, म चाहिँ दयाको योग्य छैन प्रभु, मलाई क्षमा गर्नुहोस्, हो, स्वधर्मी भएन। येशूको धार्मिकता उसले खोज्यो। त स्वयं आफैलाई धर्मी भएको दाबी गर्ने फरिसीको प्रार्थना परमेश्वरले सुन्नु भएन। उसले आफ्नो काममा 2 चोटि उपवास बसेको, व्यवस्था पालन गरेको, विभिन्न कुराहरू वर्णन गर्यो, हो। यसरी आज पनि कयौं मानिसहरू स्वधर्मी हुन्छन्। मैले यस्तो गरेँ, यति ठाउँमा यो गरेँ, उतो गरेँ, त्यो गर्नु राम्रो कुरा हुँदा हुँदा पनि येशूसँगको सम्बन्धमा कस्तो छ त्यो चाहिँ अर्को कुरा हो। यसरी तिनीहरूको व्यवहारले तिनीहरू खोट रहित छन् र तिनीहरूको धर्म कर्म केवल बाहिरी देखाओ कुरा हो भन्ने प्रश्न हुन्छ कति मानिसहरू। र यसले चाहिँ के हुन्छ त? पहिलो प्रेम त्यागिन्छ। हामी त्यस्तो हुनु हुँदैन। तिनीहरू प्रति येशू अत्यन्तै दुखी हुनुभएको हुन्छ। त्यसैले येशूले यस्ता मानिसहरूलाई भन्नुभएको छ। सकिन थाले है, धेरै लामो। यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्छन्। हालेलुया, हालेलुया, प्रार्थना गर्न आउँछन् लामो लामो, अनि तर तिनीहरूको शिक्षा मानिसहरूले सिकाएका के हुन्? विधि मात्र हुन्। केवल धार्मिक कामहरू गर्नु मात्रै पर्याप्त छैन। येशूको प्रेम हाम्रो जीवनबाट झल्किनु परेको छ। हो, त्यसो भने हाम्रो चर्चमा धेरै मानिसहरू आउँछन्। यदि हाम्रो विश्वास केवल धार्मिक विधिमा मात्र सीमित हुँदै गएको छ भने हामीले आफैलाई जाँच्नुपर्छ कि हामीसँग सायद पहिलो प्रेम छैन। हामीसँग सायद पहिलो प्रेम छैन र येशूले हामीलाई त्यो पहिलो प्रेम प्राप्त गर भन्छ। अन्तिम बुँदा छ, मानिसहरूले पहिलो प्रेम किन त्याग्छन् त? परीक्षाहरू र कठिनाइहरू
अघि धनीको कुरा पनि आयो, अब गरिबको पनि आयो, अभाव हुनेको पनि, परीक्षा, कठिनाई, दुःख, अभाव, रोग, बिमार, दुःख, निराशा र आर्थिक सङ्कटहरूले विश्वास कमजोर बनाउन सक्छ। बाइबलले भन्छ तिमी विश्वास गर सबै कुरा ठिक हुन्छ, निको हुन्छ। प्रार्थना गरे 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 निकै हुँदैन, प्रार्थना गरे गरे कामै बन्दैन, प्रार्थना गरे गरे घरमा अभाव छ, निराश निराश। अनि ती के हुन्छ त लास्टमा यसोलाई पनि त्यागिदिन सक्छ। नत्यागे पनि विश्वास छैन, इसाई त भइहाल्यो, अब कहाँ जाने, चर्च त आउने, तर विश्वासै छैन। त्यो केले हुन्छ त? परीक्षाहरूले, हाम्रो जीवनमा परीक्षाहरू आउँछ। परीक्षाहरूले हामीलाई अझ बलियो बनाउनु पर्नेमा धेरै मानिसहरू चाहिँ के हुन्छ त? निराश हुन्छ। जीवनका कठिनाइहरूले हामीलाई निरुत्साहित गर्न सक्छ, प्रार्थना गर्ने जोस हराउँछ। कतिचोटि मलाई पनि हुन्छ हो, प्रार्थना गरे किन हुँदैन, मेरो श्रीमती बिरामी छ, निको हुनु पनि किन हुँदैन? आउँछ नि, शैतानले कानमा सुनाउन आउँछ, तिमी त धेरै पापी छौ भन्न आउँछ। परमेश्वर तिम्रो प्रार्थना सुन्नु भएको छ, किन सुन्नु भएन? कानमा भन्न आउँछ, तिमी त यत्रो पाप गरेर चाहिँ कहाँ सुन्छ? निरुत्साहित पार्न आउँछ हो। प्रार्थना गर्दैन कतिचोटि के कुराहरू कानमा आउँछ, कसको झगडा के, अथवा श्रीमतीले के भने, फलानले के भने, यो कुराहरू। अनि त्यस्तो प्रार्थना परमेश्वर सुन्नुहुन्छ? कतिचोटि त्यस्तो मेरो जीवनमा भएको छ, कतिचोटि। अनि यसले निराश बनाउन सक्छ धेरै मानिसहरूलाई। अनि हृदयबाट प्रभुप्रतिको पहिलो प्रेम चाहिँ के हुन्छ त? त्यस्तो भएपछि हराउँछ। यो फटा रहेछ क्या अरे, यो भएन, त्यो गवाइदिने मान्छे त फटा रहेछ। मान्छेलाई त्यहाँसम्म हुन्छ। कोही त मेरो जीवनमा भएको हो, जब समस्या आउँछन् केही मानिसहरू येशूबाट टाढिन्छ, तर समस्यामा हामी चाहिँ बलियो हुनुपर्ने। येशूले भन्नुभयो, दुष्टता बढेको हुनाले धेरैको प्रेम, संसारमा दुष्टता बढेको छैन। टिकटक हेऱ्यो दुष्टता, फेसबुक हेऱ्यो दुष्टता, सडकमा हिँड्यो दुष्टता, यति लुगा लाछ, यति कहाँ हेर्ने, के गर्ने? दुष्टता छोरा मान्छेलाई त गाह्रै दुष्टता। अनि के गर्ने? भ्रष्टाचार, झुट, बेइमानी, दुष्टता बढेको छ हो। जब पाप सामान्य हुन्छ तब प्रेम सेलाएर जान्छ। कुनै पनि पाप चाहिँ गम्भीर हुँदैन, डर लाग्दैन त्यो पाप गर्न, प्रेम हराउँछ, प्रेम सेलाएर जान्छ। प्रेम सेलाउनु भनेको केवल भावनामा चिसोपन आउनु होइन, तर धार्मिक जीवन सुकेर जानु हो। कति मानिसहरू चर्चमा आए पनि उसको जीवन चाहिँ, धार्मिक जीवन चाहिँ सुकेको हुन सक्छ। अनि जहाँ प्रेम सेलाउँछ त्यहाँ कठोरता आउँछ हो, चिचिडाट, झर्कोपन। आफ्नै प्रेमी, म त तिमीलाई पाएन भने त म मर्छु भनेर लपड्दा त्यस्तो भन्ने मान्छे बिहे गरेर 2-4 वर्षपछि त्यही बुढोको आवाज सुन्नलाई झर्को लाग्ने, झगडा हुने हो। किन? प्रेम छैन, प्रेम सेलायो। अनि प्रेम सेलाएपछि के हुन्छ? कठोरता आउँछ, हप्काउँछ, रिसाउँछ। अनि अर्को मान्छेले राम्रो बोलिदिन्छ, जो फटाइ हो, विदेशमा बुढोकोले पैसा कमाएको छ, यता पठाएको छ, हो यसले पो कति कुरा राम्रो कुरा गर्छ, अब त्यता पो हुन्छ, तपाईँ कति मिठो बोले ल। हेर्नु त, प्रेम सेलायो भने कठोरता आउँछ। मान्छेको दुःख, पीडा र आँसुले समेत उसको मन छुँदैन। कति मानिसहरू त्यस्तो हुन्छ, मान्छेको दुःख कष्टले समेत उसको मन छुँदैन, मन पग्लिँदैन। कठोरता, ढुङ्गा जस्तो मन, सारो मन। आजको समाज के यस्तै भइरहेको छैन? कुनै गरिब दुखी, कुनै एक्सिडेन्ट परेको मान्छेले देखेर मान्छेले के सहयोग गर्न आउँछ र? बेवास्ता गर्छन्। कठोरता, ढुङ्गा जस्तो हृदय। इसाईहरू समेत आज यस्तै भावना रहित भएका छन्। आज हामीले चारैतिर देख्छौँ स्वार्थमा आधारित सम्बन्ध, दुखी र विचल्लीमा परेकाहरूप्रति अनदेखा नदेखा जस्तो गर्ने हो। अनि परिवारमा दूरी र मण्डलीमा मनमुटाव, धर्मको नाममा द्वेष, एकअर्कामा हिलो हानाहान धर्मको नाममा। यो सबै किन? प्रेम सेलाएको। यदि तपाईँ हामी यो भित्रमा कुनै न कुनैमा छौँ भने येशू तपाईँ हामीलाई भन्नुहुन्छ, अझै रहेछ, येशू भन्नुहुन्छ त्यो पहिलो प्रेम फर्काऊ।
अर्को एउटा कुरा चाहिँ पापमै जीवन बिताउनु। किन प्रेम सेलाउँछ त? किन पहिलो प्रेम त्याग्छन्? पापमै जीवन बिताउने। पापपूर्ण जीवनशैलीले येशूसँगको सम्बन्ध टुटाउँछ। जब हामी गलत बाटोमा जान्छौँ तब हाम्रो मन परमेश्वरबाट टाढा जान्छ। सानो सानो असत्यता, नैतिकता, क्रोध र अनैतिकता, क्रोध र घृणाले येशूसँगको पहिलो प्रेमलाई कमजोर बनाउँछ। त्यसकारण परमेश्वर आज हामीलाई भन्नुहुन्छ, तिमीहरूको अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छौ। यदि हामी त्यस्तो छौँ भने परमेश्वरदेखि आज हामी अलग भएका छौँ। आज हामीले प्रभुलाई सोध्नुपर्छ कि प्रभु, के म पनि एफिससको मण्डली जस्तै भएको छु? के मैले पनि पहिलो प्रेम त्यागेको छु? छातीमा हात लाएर तपाईँले आफूलाई जाँच्नुहोस् र येशूसँग सोध्नुहोस्। येशूले एफिससको मण्डलीलाई परमेश्वर प्रतिको आफ्नो पहिलो प्रेमलाई कायम राख्न बोलाउनु भयो, आह्वान गर्नुभयो। तिमी त असल थियौ, यो थियो ऊ थियो, प्रशंसा गर्नुभयो, तर तिमीले पहिलो प्रेम त्यागेका छौ भनेर येशूले के गर्नुभयो त? त्यो पहिलो प्रेम फर्काउन एफिससको मण्डलीलाई उहाँले चाहिँ के गर्नुभयो त? आह्वान गर्नुभयो। उहाँले के भन्नुभयो त? प्रकाश 2:5 पदमा, यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका कामहरू के गर? काम गर। यहाँ येशूले एफिससको मण्डलीलाई त्यो पहिलो प्रेम फेरि फिर्ता गर्न 3वटा उपाय दिनुभएको छ। कतिवटा? धन्यवाद, सुनिरहनु भएको छ। 1, येशूले भन्नु भएन त यसकारण कहाँबाट तिमी खसेका छौ सो? येशूले के भन्नुभयो? पहिलो काम सम्झनु। के सम्झिने? तिमी कहाँ खसेका छौ, तिमीले कहाँ पाप गरेका छौ, कहिले मेरो हात छोडेका छौ, तिमीले सम्झ। हो, येशूसँगको आफ्नो प्रारम्भिक प्रेम, पहिलो प्रेम आज कसरी छैन, कसरी टुट्यो त्यो सम्झ। पहिलो प्रार्थना, तपाईँले कति प्रार्थना गर्नुहुन्थ्यो सुरुमा, आज कति गर्दै हुनुहुन्छ? सम्झ कहाँ खसेको छ। किन आज प्रार्थना गर्दैनौ? तिमी कति बाइबल पढ्थ्यौ पहिला, आज किन पढ्दैन? सम्झ। सम्झ। के सम्झिने? कहाँ खसेका छौ, समस्या कहाँ छ, सम्झ। पहिला वचन अध्ययन गर्न, वचन प्रचार गर्न कति आनन्दित हुन्थ्यो, सङ्गति आउन कति आनन्दित हुन्थ्यो, आज किन छैन? सम्झ के भएको छ। हो, येशूको बारेमा अरूलाई सुनाउन कति हतारिन्थ्यो, आज किन तपाईँ चुप हुनुहुन्छ? येशू भन्नुहुन्छ सम्झ। हो, येशू भन्नुहुन्छ सम्झ। 2, येशूले के भन्नुभयो? पहिला तिमीले कहाँ पाप गरेको छौ सम्झ, त्यसपछि के गर? फर्क। पश्चाताप गर्नु भनेको फर्क, क्षमा माग अनि फर्केर आऊ। हो, येशूले भन्नुभयो पश्चाताप गर्नु। यदि तपाईँले येशूसँगको पहिलो प्रेम गुमाउनु भएको छ भने पश्चाताप गर्नुहोस् र येशूदेखि टाढा, अझै टाढा नजानुहोस्। येशू तपाईँलाई पर्खिरहनु भएको छ। उहाँले तपाईँलाई त्याग्नु भएको छैन, तर सधैँभरि रहिरहने प्रेमले प्रेम गर्नुभएको छ। तर येशू भन्नुहुन्छ सम्झ कहाँ खसेका छौ, पश्चाताप गर। जुन कामहरू पहिले परमेश्वरलाई प्रेम गर्दा तपाईँले गर्नुभएको थियो, येशू आज तपाईँलाई भन्नुहुन्छ त्यो सम्झ। तिनलाई फेरि सुरु गर्नुहोस्, प्रार्थनामा समय बिताउनुहोस्, बाइबल अध्ययनमा समय बिताउनुहोस्, अरूको सेवामा तपाईँ उत्साहित हुनुहोस्। येशू भन्नुहुन्छ सम्झ। के कुरा हो तेस्रो? पहिलाको काम गर्न सुरु गर। येशूसँग तपाईँहरूले येशूलाई सुरुमा चिन्दा के काम गर्नुभएको थियो? सम्झ, सुरु गर। येशूले त्यही उपाय दिनुभयो एफिससको मण्डलीलाई। त्यही कुरा आज तपाईँ र मेरो लागि हो। त्यही कुरा आज तपाईँ र मेरो लागि हो। के तपाईँले परमेश्वरलाई पहिले जस्तो प्रेम गर्नुहुन्छ? प्रश्न छ। के तपाईँको प्रार्थनाको जीवन पहिले जस्तो छ? के त छैन? सम्झ, सम्झ, फर्क। आजको वचन छ सम्झ, फर्क। तपाईँले सत्य बोल्नु भएको छ भने परमेश्वरले तपाईँलाई आशीष दिनुभएको, फर्कनुहोस्, सम्झनुहोस्। तपाईँको घरमा अशान्ति बेमेल किन छ? किन तपाईँको घरमा येशू छैन? सम्झ। के तपाईँले पहिले जस्तो सेवामा उत्साहित हुनुभएको छ? यो प्रश्नहरू तपाईँ र मलाई। यदि छैन भने हामीलाई येशूले भन्नुहुन्छ सम्झ, कहाँबाट खसेको छ सम्झ, पश्चाताप गर, फेरि त्यो काम गर पहिलाको जस्तो। हो, पहिलो प्रेम फर्काऊ। तपाईँले जम्मा गर्नुपर्ने कुरा 3वटा छ। त्यो 3वटा काम गर्न येशूले आज तपाईँ र मलाई भन्नुभएको छ। त्यसको लागि आजै मनदेखि निर्णय गर्नुहोस्। आजै मनदेखि निर्णय गर्नुहोस्।
प्रभु म कहाँबाट खसेको छु मलाई देखाउनुहोस्, म पश्चाताप गर्न चाहन्छु, मलाई पश्चातापी हृदय दिनुहोस्, म फेरि पहिलो प्रेममा परेर फर्काएर पहिला गरेको काम म गर्न चाहन्छु, मलाई शक्ति दिनुहोस्। आज तपाईँले निर्णय गर्नुहोस्, आज नै तपाईँले प्रभुसँग प्रार्थना गर्नुहोस्, हे प्रभु म तपाईँप्रति मेरो प्रेमलाई पहिला जस्तो बनाउन चाहन्छु, मलाई शक्ति दिनुहोस्, सबभन्दा पहिला त मलाई क्षमा गर्नुहोस् अनि मलाई शक्ति दिनुहोस्। आजको सन्देश यही छ। एफिससको मण्डलीलाई येशूले तिनीहरूको असल कामहरूको प्रशंसा गर्नुभयो, साथसाथै एउटा गम्भीर समस्या ल्याउनु भयो, त्यो समस्याको उपाय पनि दिनुभयो। त्यो आज तपाईँ र मेरो लागि हो, तपाईँ र मेरो लागि हो। यदि तपाईँ हामीले पनि येशूसँगको पहिलो प्रेम हामीले गुमाएका छौँ भने, येशूसँगको पहिलो प्रेम गुमाएका छौँ भने येशू आज तपाईँ हामीलाई भन्नुहुन्छ कहाँबाट खसेको छ सम्झाऊ, पश्चाताप गराऊ, त्यसपछि के गर, पहिला कुन काम गरेको थियो गर। अनि त्यो चाहिँ के हुन्छ त, त्यसले येशू प्रसन्न हुन्छ, त्यसले हाम्रो के हुन्छ, आफ्नो पहिलो प्रेम येशूसँग हामीले फर्काएको हुन्छ। के तपाईँहरू चाहनुहुन्छ? चाहनुहुन्छ? परमेश्वरले तपाईँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। तपाईँहरूको त्यो पहिलो प्रेम निरन्तर कायम राख्नुहोस्। यदि अहिले सेलाएको छ भने फेरि फिर्ता ल्याउनुहोस् र तपाईँहरू सधैँ अनन्तसम्म परमेश्वरसँगको प्रेममा तपाईँहरू बाँधिरहनु भएको छ। मृत्युमा परे पनि त्यो प्रेममा तपाईँ हामी हुन सकौँ र पुनरुत्थानको बिहानमा च्यानबाट निस्केर जाँदा फेरि हामीले आफ्नो प्रेमी हाम्रो दुला येशूलाई हामीले देख्न पाऊँ र सधैँभरि हामी येशूसँग रहन पाऊँ। त्यो पहिलो प्रेम तपाईँ हाम्रो जीवनमा हामीले फेरि फर्काउनुपर्छ। परमेश्वरले तपाईँ हामी सबैलाई आशीर्वाद दिनुभएको होस्। तपाईँलाई धैर्यतापूर्वक सुन्नुभयो। तपाईँ सबैलाई धन्यवाद दिँदै जय मसीह ह्याप्पी साथ भन्न चाहन्छु।